2026 को टी20 वर्ल्ड कपको घन्टी बजिसकेको छ। यो पटक नेपाल यस्तो समूहमा छ जहाँ हरेक खेल युद्ध जस्तै हुनेछ। ग्रुप सीमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र इटली रहेका छन्। 2024 को वर्ल्ड कपमा त नेपाल एक म्याच पनि नजिती घर फर्किएको थियो। तर के यसपालि नेपालले सुपर 8 को ढोका खोल्न सक्छ त? आउनुहोस् जानौँ। नेपालले आफ्नो यात्राको सुरुवात नै क्रिकेटका ग्याङ्स्टर र पूर्व विजेता इङ्ल्यान्ड विरुद्ध फेब्रुअरी 8 मा वानखेडेको मैदानमा गर्दैछ। विश्व क्रिकेटकै खतरनाक टोली इङ्ल्यान्ड विरुद्धको पहिलो खेल नेपालका लागि जति चुनौतीपूर्ण छ त्यति नै विश्वलाई आफ्नो शक्ति देखाउने सुनौलो मौका पनि हो। नेपाललाई सुपर 8 मा पुग्न यो ग्रुपको टप 2 मा पर्नुपर्ने छ। इङ्ल्यान्ड र वेस्ट इन्डिज जस्ता पावर हाउस भएको समूहमा यो सहज पक्कै छैन, तर असम्भव पनि छैन। पहिलो पटक विश्वकप खेल्दै गरेको इटलीलाई हराउनु नेपालको पहिलो लक्ष्य हुनुपर्छ र भर्खरै सम्पन्न भएको सिरिजमा नेपालले वेस्ट इन्डिजलाई हराएको थियो। तर विश्वकपमा उनीहरू फुल पावर लिएर आउनेछन्, तर नेपाली टोलीको पनि मनोबल उच्च रहनेछ। अघिल्लो विश्वकपमा बङ्गलादेश विरुद्धको चुकेको त्यो 21 रनको हार नेपाली फ्यानहरूको मनमा अझै बिजाएको छ। यो पटक त्यो हिसाब बराबर गर्ने पालो नेपालको हो। यदि नेपालले 3 खेल जित्न सक्यो भने सुपर 8 को यात्रा लगभग पक्का हुनेछ। यसका लागि हरेक खेलाडीको आफ्नो रोल स्पष्ट गराउनु पर्छ। ठुला टोलीसँग डराउने होइन, उनीहरूका कमजोरीलाई प्रहार गर्ने हिम्मत चाहिन्छ। इङ्ल्यान्डको ब्यास बल र वेस्ट इन्डिजको पावर हिटिङ विरुद्ध गेम प्लान बनाउनु जरुरी छ। टी20 क्रिकेट भनेकै अनप्रेडिक्टेबल गेम हो। यहाँ नामले होइन त्यस दिनको खेलले जितिन्छ। नेपालले विगतमा पनि ठुला टोलीलाई टक्कर दिएको छ र यो पटक पनि मुम्बईमा नेपाली झन्डा फहराउने पालो आएको छ। के तपाईलाई लाग्छ त यो पटक नेपाली टिमले सुपर 8 मा पुगेर विश्वलाई चकित पार्नेछ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला र सच्चा नेपालीले च्यानललाई सब्स्क्राइब गरी जय नेपाल लेख्नुहोला।